आज हामी फ्रेन्चलाई नेटिभ जस्तै कसरी बोल्ने सिक्नेछौँ। पहिलो, je suis नेपालीमा म हुँ। उदाहरण, je suis fatigué नेपालीमा म थाकेको छु। दोस्रो, il y a नेपालीमा त्यहाँ छ। उदाहरण, y a un problème नेपालीमा एउटा समस्या छ। तेस्रो, je fais नेपालीमा म गर्छु। उदाहरण, je fais du sport नेपालीमा म खेलकुद गर्छु। चौथो, je veux नेपालीमा म चाहन्छु। उदाहरण, je veux manger नेपालीमा म खान चाहन्छु। पाँचौं, je sais pas नेपालीमा मलाई थाहा छैन। उदाहरण, je sais pas la réponse नेपालीमा मलाई उत्तर थाहा छैन। यदि तपाईँ अझ फ्रेन्च सिक्न चाहनुहुन्छ भने फलो गर्नुहोस्।